अहिले चाहिँ हामी बर्मिङhamको राइट इन द हार्ट अफ सिटी सेन्टर है यहाँबाट चाहिँ तपाईको बर्मिङham चाइना टाउन सिटी सेन्टरको चाइना टाउन चाहिँ लिटरली 5 मिनट्स छ सिटी सेन्टर इज अल्सो 5 मिनट्स वक फ्रम दिस प्रपर्टी है यो प्रपर्टी चाहिँ हजुरको एन्ड टेरेस 5 बेडरुम प्रपर्टी हो यो प्रपर्टीको टुरको एन्डमा चाहिँ I'll be revealing how much this purchase price was and how much the rental price is going to be on this property. है property को चाहिँ कार allocated car park चाहिँ यहाँबाट उता right hand side मा चाहिँ तपाईको गेट छ त्यहाँबाट गेटबाट भित्र गएपछि चाहिँ एउटा allocated car park पनि छ है त अहिलेको लागि चाहिँ let's go and view the property first मा सुरुमा आउने बित्तिकै हजुरको यो right hand side मा it's a small office room a dining room भन्दा पनि हुन्छ it's up to entirely up to the people living here के गर्ने हो भनेर यहाँबाट लेफ्ट ह्यान्ड साइडमा जानु भयो भने चाहिँ डाउनस्टेयर्स गेस्ट डब्ल्युसी है डिसेन्ट साइज छ टोयलेट नाइस एन्ड व्हाइट ब्राइट है यताबाट भित्र आउनु भयो भने चाहिँ वी गट ए ओपन प्लान किचन लिभिङ है राइट ह्यान्ड साइडतिर हेर्नु भयो भने चाहिँ तपाईँको किचन छ एभ्रिथिङ इज इन्टिग्रेटेड ग्यास कुकर हब इलेक्ट्रिक ओभन यहाँनिर हाम्रो फ्रिजर छ स्टिल ब्रान्ड न्यू यो प्रपर्टी चाहिँ इट्स नट द्याट ओल्ड प्रपर्टी एज यु क्यान टेल इट्स प्रिटी मच न्यू है यो चाहिँ ओपन प्लान लिभिङ भयो यहाँनिर सो इफ यु कम आउटसाइड यो चाहिँ लो मेन्टेनेन्स गार्डन पनि छ यहाँनिर आर्टिफिसियल ग्रास यहाँनिर है बिकज यो सिटी सेन्टरको एकदमै सेन्टरमा भएको कारणले गर्दाखेरि चाहिँ स्पेस चाहिँ त्यति साह्रो ठुलो चाहिँ छैन यहाँनिर अभियसली तपाईँको अलिकति आउटस्कर्टहरूतिर गयो भने चाहिँ ठुल्ठुलो गार्डनहरू पाउँछ भने यो सेन्टरमा भएको कारणले गर्दाखेरि त्यति साह्रो स्पेसेस छैन बट दिस इज वाट वी वान्ट अन अ रेन्टल प्रपर्टी लो मेन्टेनेन्स गार्डन है सो माथि जाउँ अब हामी सो कार्पेटहरू पनि डिसेन्ट छ है यो प्रपर्टीमा चाहिँ हामीलाई म्यानेज गर्न सजिलो हुनु पर्यो मेन्टेनेन्स वाइजमा चाहिँ किन भन्दाखेरि इट्स अल व्हाइट अनि हामीलाई चाहिँ पेन्ट चाहिँ व्हाइट गर्न चाहिँ सजिलो हुन्छ क्या वी डोन्ट ह्याभ टु पेन्ट एभ्रिवेयर जहाँ जहाँनिर चाहिँ मार्क्सहरू छ त्यहाँनिर मात्रै तपाईँको पेन्टिङ गर्ने सो कार्पेट पनि डिसेन्ट छ यु गट द ब्लाइन्ड फिटेड अलरेडी यहाँको सेलरले चाहिँ हतारमा गएको रहेछ छोडेर जाँदाखेरि सो देयरफोर अलिकति फर्निचर्सहरू पनि छोडेर गएको छ वी डोन्ट नो वेदर वी कैन युज दिस अर नट हाम्रो टेनेन्टले पनि युज गर्छ कि गर्दैन थाहा छैन तर वी विल लिभ इट फर नाउ एन्ड लेट द टेनेन्ट डिसाइड्स है फ्युचर्स तपाईँको वाल्सहरूमा पनि पुरा तपाईँको हेर्नुहोस् न माथि पनि यो डिजाइन्सहरू होइन वाल आर्टहरू चाहिँ सबै यिनीहरूले चाहिँ छोडेर गएको रहेछ सो वी कैन लिभ इट एज इट इज निकै राम्रो छ तर बट इट मे नट बी फर एभ्रीबडी एल्स है तर अब टेनेन्टले प्रिफर गर्छ भने चाहिँ विल लिभ इट अब यहाँनिर आउनु भयो भने चाहिँ फ्यामिली बाथरुम एकदम ठुलो छ दिस इज प्रिटी मच लाइक अ स्मल बेडरुम के ठुलो छ यहाँनिर सावर चाहिँ छैन जस्ट अ बाथ टाइल फ्लोर नयाँ के अरे सिङ्क and Noya toilet and then if you come onto this one of the biggest room of the house but master bedroom नै भन्नु पर्ला यसलाई चाहिँ यो बेडहरू पनि लाइक आई सेड सेलरले चाहिँ यो हतारमा गएको भएर छोडेर गएको रहेछ and then we got the ensuite as well